व्हाट्सअप ग्याङ के छ तपाईँहरू चल्ली आई होप तपाईँहरू सन्चै हुनुहुन्छ यहाँ म पनि सन्चै छु। म चाहिँ आज बिहान उठेर कहाँ जाने भन्दा टक्क फोटो खिच्न जानु पर्यो होइन रानीझुलातिर। आज शुक्रबारको दिन कस्तो हुन्छ फोटोसोटो यसो खिच्दिउँ भने म चाहिँ रानीझुलातिर लागेँ र म सधैँ चाहिँ आज पनि आफ्नो कामतिर लागेँ होइन। अब त्यहाँ गएर के हुन्छ कस्तो हुन्छ तपाईँहरूलाई देखाउने छु। लेट्स सी गाइज। दाइ भाइ र म चाहिँ टक्क लाग्यौँ एउटै ब्यागमा त्रिपल लोड हानेर रानीझुला। तपाईँहरूलाई बाटोमा के छ होइन त्यहाँको भ्यू यताउता तपाईँहरूलाई देखाउने छु हेर्नु होला। आज बबाल हुनेवाला छ। हामीले ड्रोन सर्ट लिनेवाला छ माथि गएर होइन के हुन्छ त्यहाँ ड्रोन सर्ट पनि तपाईँहरूलाई एक दुईवटा ड्रोन सर्ट पनि देखाउने छु। र यो चाहिँ बाटोको भ्यू एकदमै बबाल देख्छ। नगरकोट चाहिँ जाने बेला चाहिँ बबाल ठाउँ। नगरकोट जाने बाटोतिर छेउछाउमा कमल विनायकदेखि नै हामीले आर्मी ब्यारेक देख्छौँ। यस्तो यस्तो आर्मी ब्यारेकहरू छ त्यहाँ त धेरै नगरकोट टपसम्मै आर्मी ब्यारेक नै छ क्या ठाउँ ठाउँमा बिच बाटोमा होइन। त्यहाँको अब डाँडा पुगेर त्यहाँको भ्यू हेर्नु त मजा छुट्टै नै आउँछ है। अब बिच बाटोमा पनि यतिको भ्यू चाहिँ बब्बाल देख्छ। यो चाहिँ आर्मी ब्यारेक होइन। सबै ठाउँमा लगभग आर्मी ब्यारेक नै छ नगरकोट जाने बाटोतिर। यो चाहिँ ठ्याक्क तेलकोटबाट देखिने यो चाहिँ भक्तपुरको भ्यू हो क्या। भक्तपुर भ्यालीको भ्यू यो चाहिँ ठ्याक्क हाम्रो तेलकोट पुग्यो। तेलकोटबाट हेऱ्यो भने चाहिँ यस्तो भ्यू देख्छ क्या भक्तपुरतिर। हामी चाहिँ एउटै गाडीमा 3 जना बसेर टक्क भक्तपुरदेखि ठ्याक्क नगरको रानीझुलातिर पुग्यौँ होइन। अब त्यहाँ पुग्न हामीलाई चाहिँ धेरै बेर लाग्दैन यहाँबाट अब थोरै 3-4 मिनट मात्र लाग्छ। अनि त्यहाँ पुगेर त्यहाँको दृश्य कस्तो हुन्छ के हुन्छ तपाईँहरूलाई सबै देखाउनु चाहिँ लास्ट ठाउँमा चाहिँ हेरिदिनु होला। हाम्रो चाहिँ क्यामराम्यानहरू माछातिर नखान टक्क होइन यस्तो हो। आज चाहिँ फोटोसोटो खिच्यो त्यो होइन। आज फोटो खिच्न आएको थियो साङ्गा झुलुङ्गे के अरे होइन यो रानीवन होइन। यहाँ फोटो खिचेर टक्क अब हामी चाहिँ फर्किन लगाएको घरतिर। अनि यस्तो यस्तो चलिरहेको छ हाम्रो क्यामराम्यान दाइहरू टक्क खिचिरहेको छ हाम्रो दाइ। मनिष दाइ कस्तो चलिरहेको छ? यस्तो यहाँको भ्यू चाहिँ बब्बाल छ होइन केटाकेटी हो। यो चाहिँ रानीझुला होइन घुम्न आउने मान्छेहरू। अनि यो चाहिँ पुल अनि यो चाहिँ हामीहरू होइन। यो चाहिँ क्यामराम्यान दाइ यो मुजीहरू यस्तै छ दे त पुरै। यो चाहिँ हाम्रो ड्रोन क्यामराहरू सबै छ होइन। तपाईँहरू रानीझुला घुम्न आउनुभयो भने चाहिँ यहाँ ड्रोन सुविधा पनि छ क्यामेरा सुविधा पनि छ। हाम्रो क्यामराम्यान दाइहरू होइन टक्क यस्तो छ बब्बाल छ क्या। हेलो गाइज हामी चाहिँ होइन अब इन्डियन मान्छेको ड्रोन सर्ट बनाउँदैछौँ होइन। तपाईँहरू यस्तो बबाल ड्रोन सर्ट बनाउन चाहनुहुन्छ भने रानीझुलामा आउनु सक्नुहुन्छ। भाइरल हुन मन छ भने रानीझुला सम्झिनुहोस् है त। हाम्रो चाहिँ यहाँ ड्रोन सर्टको पनि व्यवस्था छ अनि क्यामेराको पनि व्यवस्था छ। अब उडाउनै लाग्यो होइन टक्क बब्बाल भ्यू आउँछ। पछि ड्रोनबाट कस्तो भ्यू आउँछ त्यो पनि तपाईँहरूलाई देखाउने छु। लु लेट्स सी गाइज। यो चाहिँ नगरको रानीझुलाबाट देखिने भ्यू होइन। पुरै भ्यू यति बबाल देख्छ त्यहाँबाट यति राम्रो देख्छ चारैतिर होइन। पुरै हरियाली जङ्गल र शान्त ठाउँमा यस्तो पुल हुँदा कसको मन खुसी नहोला। यो चाहिँ मेरो ड्रोन सर्ट हो। तपाईँहरूलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। र तपाईँहरू पनि यस्तै ड्रोन सर्ट लिन चाहनुहुन्छ भने आउनुहोस् नगरकोट रानीझुला। लेट्स सी गाइज। किधर जा रहे हैं? औकात के बाहर। किसी मंजर पर मैं रुका नहीं कभी खुद से भी मैं मिला नहीं। ये गिला तो है मैं खफा नहीं। शहर एक से गांव एक से लोग एक से नाम एक फिर से उड़ चला मिट्टी जैसे सपने ये किताबी पलकों से झाड़ो फिर आ जाते हैं। इतने सारे सपने क्या कहूँ किस तरह से मैंने तोड़े हैं छोड़े हैं क्यों मेरे साथ चले मुझे लेके उड़े ये क्यों। अब चाहिँ टक्क मेरो काम सकिसक्यो होइन। अब चाहिँ म त रुमतिर फर्किन लागेको छु। यसरी हिँडेर तलसम्म चाहिँ त्यहाँ गाडी आउने बाटोसम्म चाहिँ हिँडेर जानुपर्छ होइन। यताबाट भ्यू चाहिँ यस्तो देख्छ साँझतिरको हो यो भ्यू चाहिँ। अब त्यहाँसम्म चाहिँ गाडीमा चाहिँ गाडी आउने बेलासम्म चाहिँ यहाँबाट टक 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 लगाएर हिँडेर जान्छु। अनि त्यहाँपछि चाहिँ म टक्क गाडी चढेर जान्छु होइन। अब
आजको बसे चाहिँ यति नै, भोलि शनिबार फेरि आउनुपर्छ होइन। यस्तो केटाकेटी हो। यो चाहिँ हाम्रो टक्क नगरकोट तेलकोटबाट देखिने नाइट भ्यू होइन। नाइट भ्यू चाहिँ यति बवाल देख्छ, त्यहाँबाट आउँदाखेरि चाहिँ हामीले चाहिँ टक्क त्यो नाइट भ्यू देख्यो होइन। तपाईँहरूलाई पनि देखाइदियो। तपाईहरुलाई यो भिडियो हेरेर कस्तो लाग्यो? लाइक, शेयर, सब्स्क्राइब र कमेन्ट गरिदिनु होला। धन्यवाद।